हेलो गाइस, सो वेलकम टु माई न्यू ब्लग। सो आज हामीहरू होइन जाँदैछौँ गोदावरी घुम्न। लेट्स गो। अच्छा, हाम्रो गाडी आइसक्यो होइन। फाइनली हामी चाहिँ अब गाडीमा पनि बसिहालेँ होइन। अब गइरहेको छु होइन। यो हो बाहिरको नजारा, यो हो बाहिरको भ्यू है। यस्तो राम्रो छ कि भ्यू होइन, चारैतिर हरियाली हरियाली होइन। यहाँबाट चाहिँ अब हामी होइन लेफ्ट लिन्छौँ। अब हामी चाहिँ गाडीबाट उठिरहेर है थोरै अब हिँड्नुपर्छ। अब चाहिँ यहाँबाट होइन मात्र 600 मिटर चाहिँ हिँड्नुपर्छ है। यहाँबाट चाहिँ यस्तो राम्रो भ्यू छ कि यस्तो राम्रो। गाइज हेर्नु, टायर पनि आउनु होला है। केटिएम भन्दा थोरै 1 घन्टामा पुग्न सकिन्छ, आई थिङ्क आधै घन्टामा। यो हो इन्ट्री गेट होइन। अनि यो चाहिँ टिकट घर। यहाँबाट टिकट काटेर यताबाट जान सकिन्छ। हामी चाहिँ टिकट लिएर होइन अब हामी भित्र पस्न आँटेको छु है। अब हेर्नु होला, भित्र चाहिँ यस्तै छ होइन। खालि बोट बिरुवा हरियो हरियो मात्र, हरियो हरियो हुन्छ, त्यही हो। अब हामी अझै भित्र गएर हेर्छु है के छ। बाहिर त हिँड्न। अब हेर्नु त गाइज, कस्तो हरियाली हरियाली हुन्छ, कस्तो शीतल छ होइन। यहाँ चाहिँ होइन झरना जस्तै छन्। कस्तो मजाले बनाएको छ हेर्नु है। माथिबाट कस्तो पानी आइरहेको छ होइन, कस्तो हरियाली छ हेर्नु त गाइज। अनि चाहिँ हामी अब यसको भित्र चाहिँ जाँदैछु है। वाउ, हेर्नु त गाइज, यस्तो राम्रो छ कि यस्तो राम्रो छ होइन। वहाँ के लेखेको छ हेर्नु है। भित्र चाहिँ यस्तो मजाले होइन बोट बिरुवाहरू चाहिँ रोपेका छन् अनि संरक्षण गरेका छ विभिन्न प्रजातिका। अनि अब यसको माथि जानुपर्छ। हामी चाहिँ यताको माथि जाँदैछु होइन। लासी भयो कारणले चाहिँ जानु सकेन। गाइज यहाँबाट भ्युज हेर्नु त यस्तो राम्रो छ कि होइन। वाउ, कुरै छोडिदिनु। चारैतिर होइन बोट बिरुवा र हरियाली मात्रै छ है गाइज। हेर्नु त यस्तो मजाको छ कि होइन, यस्तो मजाको के भन्छ सजाएको छ हेर्नु त बोट बिरुवाहरूलाई होइन क्या मजाले राखेको छ हेर्नु न, कस्तो मजाले राखेको छ कि। गाइज भित्र अब यस्तै थियो होइन। अब हामी चाहिँ घरतिर लागे।